गाइज वेलकम टु माई भ्लग। आज हामी कति बजी अहिले? 1। हामी आज सबैजना आफ्नो परिवार मिलेर हामी लन्च जाँदैछौँ, ब्रेकफास्ट दुइटै गर्दैछौँ। अनि त्यसपछि आजको के हुन्छ हामी देखाउँछु हजुरहरूलाई। मेरो नातिनी यता बुबु खाँदैछिन्, मजाले आफै समातेर खाने भएकी छिन्। हेलो गाइज, के अरे मेरो अगाडि यहाँ माइली छोरी छ, यता ज्वाइँ हुनुहुन्छ, छोरी ज्वाइँ दुईटा छोरी अनि ज्वाइँ अनि म अनि नातिनी। हामी आज हिँड्दैछौँ 8848 मा लन्च र ब्रेकफास्टको लागि जाँदैछौँ। ब्रेकफास्ट हैन मम्मी हजुरले के गर्नुभयो? धेरै हुन्छ कि त्यो दुईजरी खाँदाखेरि चाहिँ धेरै हुन्छ रहेछ। मेरो आउँदैछ के आयो? के खाने बाबाले? के खाने? Hello guys, अहिले हामी सपिङ सेन्टर पेसिनाको सपिङ सेन्टर आएको। दुईजना छन्, गयो मेरो असली सुन चाहियो, यहाँको नक्कली सुन नलगाउने। गोल्डमा यहाँ किनेको मेरो घडी, हजुरबाको घडी, मेरो घडी किनेको। आमाको घडी नि हो क्या है? होइन, आमाको त अर्को ठाउँमा। अब हामी केमा छिर्दैछौँ। 3 बजे केमाट घुम्दै होइन। हाम्रो ग्रुप 5 जना। हेरेको छोरीले माथि माथि हेरेको छ, माथि बटरफ्लाई राखेको छ, त्यही भएर छोरीले बटरफ्लाई हेर्दैछ। सानो मान्छेले छोरी के रहेछ? के रहेछ माथि? बटरफ्लाई हेरेको छोरीले। सानो बाबा कता हो?
हामी कता हो छोरी चाहिँ यहाँ बटरफ्लाई हेर्दैछ सानो यता हेर न यता हेर न छोरी यता हेर्दैन अब हामी क्याचरीबाट इस्ट पोइन्टतिर लाग्दैछौँ हामी आज इस्ट पोइन्टको भ्रमण अब कति टाइम लाग्दो रहेछ हेरौँ कस्तो छ त्यहाँ गएपछि त्यहाँ पुगेपछि म सबैलाई जानकारी गराउँछु ओके डन हामी नातिनी बजे आउँदैछौँ गरेर फालिदिन्छ यहाँ के छ अरू के पोख्नु ए यहीँतिर होला अस्ति नै चाहिँ पानी थियो होला यहाँ त्यो भएर त्यही उ गरेर स्ट्रोक सेल भनेको त्यतिखेर त्यो पानीको भिडियो गराएर रहेछ कि यस्तो यो पानी माथि माथि यस्तोबाट गएको देखाएको थियो स्टाइलको रुखको जरा यस्तो गरेर गएको पन्जा जस्तो तर कस्तो डेन्जर कस्तो क्रिपी देख्ने क्या है यस्तो रुख यता जरा कति धेरै हो हेलो गाइज हामी अहिले अब ठ्याक्कै इस्ट पोइन्टको यो तुरुन्ती ठाउँमा आइपुग्यो तर रमाइलो चाहिँ रहेछ पहिला चाहिँ यहाँ पानी हुँदो रहेछ अहिले चाहिँ पानी नरहेछ के पानी सुकेछ त्यही भएर तुरुन्ती भनेको स्टप पोइन्ट यहाँको यो आउने बाटोको स्टप पोइन्टलाई तुरुन्ती इन्डिङलाई तुरुन्ती भन्छ कि नेपाली भाषामा कहाँको संस्कृत भाषा फेरि तुरुन्त किरा पनि टोक्दैन किराले टोक्दैन किरा पनि लाग्दैन सानो मान्छे यहाँ आएर एउटा नौलो चिज चाहिँ मैले यो रुखलाई देखेँ रुखको जरा कति धेरै जरा कि माथिदेखिबाट जरा 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 पलाएर चाहिँ तल हुने रहेछ यो तल चाहिँ सायद दलदले छ जस्तो छ है दलदले हो त्यस्तै लाग्यो अब चाहिँ बर खोइ त दूरबीन बाबुको ल अब चाहिँ यति नै होला इन्डिङ है सानो ए छोरो छोरी छोरी रमाइलो छ छोरो सानो तिम्रो नाम एलेक्सा हो
जाँदैन सानो यता हामी हेरेको हेरे 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 सानो मान्छे हेरेको हेरे खेलेको अझ एउटा हातले सक्ने भयो भन न म सक्ने भछु भन न मलाई कसले सक्छ अब भन न मलाई कसले सक्छ अब अहिले आउँछ स्विमिङमा पामस्टनको वाटर स्टोनमा अब पहिला पानी पिउनु पऱ्यो बोचाहरूको दियोमा हो Mommy, are you excited? Excited. हामी हेरेको हेरे हामी हेरेको हेरे सानो मान्छे पानी खेलाको लो 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 यहाँ स्विमिङमा आएको पानीमा वाटरफलमा आएको स्विमिङ गर्नुलाई मेरो चाहिँ यो पहिलोपटक दोस्रो पटक होला नेपालमा एकपटक गएको थियो त्यसपछि यहाँ आएर चाहिँ अहिले दोस्रो पटक स्विमिङ ल अब हामी स्विमिङ गर्न जान्छौँ है त गाइस अब हामी स्विमिङ गरेर सकियो अब घरतिर जाँदै यहाँ छोरी दुईजना नातिनी र जायो पाएर जानुभएको घुम्नलाई ल साह्रै रमाइलो लाग्यो आज त स्विमिङ गरेर हल्का भयो रमाइलो लाग्यो आनन्द हुँदो रहेछ स्विमिङ गरेपछि ल अब चाहिँ हामी घरतिर लागिन्छ यति नै हो आज हामी फर्स्टमा चाहिँ कहाँ गयौँ 8848मा लन्च खान गयो आज त्यहाँ चाहिँ मैले असाइबल खाएँ अरूले आफ्नो मनपर्ने खायो छोरीहरूले अनि त्यसपछि हामी इस्ट पोइन्ट गयौँ इस्ट पोइन्टमा पनि पहिला पानी परेको बेलामा चाहिँ अलि राम्रो हुँदो रहेछ अहिले चाहिँ पानी पर्ने बेला चाहिँ नभएको भएर अहिले चाहिँ पुरा सुक्खा रहेछ तर रमाइलो रहेछ ठाउँ चाहिँ अनि त्यसपछि त्यहाँबाट आएर अनि यहाँ स्विमिङ गरेको यो स्विमिङ पुलमा मेरो नातिनी आइपुग्यो हजुर हजुर कहाँ गएर आउनुभएको यो झोला बोकेर कहिले झोला बोकेछ कहिले बस आजको दिन यतिकैमा बित्छ अब फेरि हामी उली जाँदैछौँ केही खानेकुराहरू सपिङ गर्नुलाई त्यसपछि हामी घर पुग्छौँ बल्ल अझै छ हाम्रो 1 घन्टा जति बाँकी छ सायद 1 घन्टा लाग्छ होला घर पुग्नलाई अनि त्यसपछि घर पुगेर खाना बनाएर खाएर बल्ल सुत्ने हाम्रो गाडी चाहिँ त्यहाँ पर छ रमाइलो भयो छोरीहरूसँग घुम्न पाउँदा साह्रै खुसी लाग्दो रहेछ नानीहरूसँग घुम्न पाउँदा ल अब हाम्रो चाहिँ सामानहरू प्याक गर्दैछ